के खेल्ने स्लाइड खेल्ने के खेल्ने अरे ओके छिटो फटाफट हिँड्छ अम्मा स्ट्यान्ड कति ठुलो हुन्छ खाना मागिरहेछ क्या हेलो साथीहरू वेलकम ब्याक टु माई च्यानल फेरि पनि सम्पूर्णलाई स्वागत छ आजको नयाँ भिडियोमा तपाईहरुको लागि एउटा फेरि पनि नयाँ भिडियो लिएर आएको छु ललितपुरको जावलाखेल चिडियाघरको दृश्यहरू तपाईहरुलाई म देखाउने छु भिडियोलाई पक्कै पनि अन्तिमसम्म हेरेर साथ दिनु होला लागौं भिडियोतिर यो चाहिँ हाम्रो जावलाखेलको चाहिँ चिडियाघर हैन यतातिर चाहिँ बच्चाहरुको लाइन रहेको छ साना साना नानी बाबुहरु ओके के खेल्ने यतातिर हेरेर भन्नु त यहाँ के खेल्ने स्लाइड खेल्ने के खेल्ने अरे ओके छिटो फटाफट हिँड्छ टिचर कहाँ पुगिसक्नु हो हेर्छ त अगाडि टिचर मच्छी हिँड्ने हो लानु त के लिएर आउँछ त यो चाहिँ हाम्रो जावलाखेलको पोखरी हेर्न सक्नुहुन्छ तपाईहरु देख्न सक्नुहुन्छ यो जावलाखेलको चिडियाखाना हैन सो आज क्यामेराम्यान हाम्रो महेश दाजुको साथमा म तपाईहरुको प्यारो भाइ आकाश है तपाईहरुलाई यहाँको सुन्दर नजारा हामीहरु देखाउन जाँदै छौं तपाईहरु पनि जो काठमाडौँ आउनु भएको छैन यो चिडियाखाना देख्नु भएको छैन तपाईहरु हेर्न सक्नुहुन्छ है अब तपाईहरुलाई देखाउँछु नजाराहरु है नजाराहरु चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ लेट्स गो जाउँ न भित्रतिर हेरौँ न के चाहिँ रहेछ हैन यसलाई चाहिँ नीलगाई भन्छ नेपालीमा नीलगाई जाउँ न हेरौँ है युद्ध शमशेर जोहिर कुमारी देवीको श्री 3 हुनु रहेछ श्री 3 के रहेछ यो के नीलगाई नीलगाई एउटा उतातिर यो पनि दुर्लभै चीजहरु हुन् अब कता के छ एकदमै ठिकै छ ल साथीहरु के छ भनेर सोधिरहेछ है खै अरु के रहेछ खै त के चीज भारत पाकिस्तान बर्मा र थाइल्यान्ड देशमा पाइन्छ
जे होस् रमाइलो ठाउँ रहेछ। यो हो स्पेशल नीलगोटी। यो चाहिँ नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र म्यानमारमा पाइन्छ। ठन्डा के भन्छ यसलाई? 120 देखि 240 किलोसम्म हुन्छ। अनि यसको औषध आयु भनेको 20 देखि 30 वर्षसम्म मात्रै बाँच्छ। यो नीलगाई भन्छ यसलाई। त्यहाँको चाहिँ अर्को रहेछ है। त्यहाँको पनि अब यो चाहिँ मेन भालेवाला पऱ्यो नि, यो भाले हो। अरू के रहेछ यो साइडमा? यो साइडमा चाहिँ पोथी रहेछ। यो साइडमा पोथी र बच्चा छ। सानो बच्चा रहेछ है। खतम बनाइदिन्छ ओ तेरी बन्देल त खतरनाक रहेछ। यो हो प्योर माल। प्योर माल त यो हो पुरै स्पेशल वाला। ओ तेरी यसले त्यो दाँत छ नि, यसको दाँत त्यसले मान्छेलाई एकैचोटिमा मलाई लामो लामो दाँत रहेछ कि यसको त। दाँतहरू यस्तो दाँत प्राय हुँदैन नि, घरमा पालेको सुँगुरको पनि हुँदैन यस्तो दाँत। यसलाई बन्देल भनिन्छ। बन्देल तपाईहरु देख्नु भएको छ यस्तो बँदेल? देख्नु भएको छैन भने फर्स्ट टाइम हेर्नु होला हैन। यता त हेर्दै हेर्दैन, उतातिर मात्र हेरिरहेछ। बाघले म यता छु भनिरहेछ है। कता छ? पाटे मारदेखि सावधान, पाटे मारदेखि सावधान। यहाँदेखि यता खै त बाघ। ओ तेरी गुफामा है। यहाँबाट जुन खै त जुन गरेर आउँछ त अलि देखिरहेछ। भित्र गइसक्यो है। बाघ चाहिँ भित्र गुफाभित्र छ। अहिले भर्खरै बाहिर निस्केको थियो। यस्तो रहेछ चिडियाघर। यहाँ त मजाले बसिरहेछ नि त। मजाले इन्जोय गरिरहेछ एउटा बाँदर चाहिँ। खै त छायामा गएर बस्छ। ल है गाइस, यसलाई जुम गरिरहेछ होइन। बाँदरलाई फले पनि हुन्छ। बाँदरलाई त मजाले सुतेर खेलिरहेछ। एउटा यो साइडतिर छ गाइस होइन। कस्तो क्यामेरा हालिरहेको। यस्तो छ। सबके खाइले दिन्छु। ओकासकी जतेक सब पुग्दैन त्यतै खाना दिन्छु। यहाँबाट जलगैडा। ओ यहाँ त पुरा मजाले सुतिरहेछ। गैडा यता रहेछ त। हामी हेर्न आउँछौँ, बाहिर आऊ न बाहिर। खै त
बिचरा सुतिरहेको क्या सुतिरहेछ एकचोटि हेर्न पाए नि त हुन्थ्यो त यार बडो गैँडाले हेरौँ न यतातिर चाहिँ गैँडा रहेछ होइन मजाले पानीमा खेलिरहेछ यसको हुन्छ किले हुँदैन नि यसमा त्यो तपाईँको यसको उसले चाहिँ यसको माथि गोली लाग्दैन नि ए छाला कति मोटो छ है यो सुतिरहेछ कि यो निस्कियो बाहिर खाना मागिरहेछ क्या उठ त एकचोटि भनेको बान्नु त फेरि भित्र गयो अब निस्किन्छ कि कस्तो भित्र गयो अरे उता अरू पनि चिजहरू रहेछन् जाउँ त उता अगाडि नै जाउँ मामा खतरा बोट चलिरहेछ है यत्रो ठुलो रहेछ है हात्ती बड्डो भइसकेको आमा रहेछ लेडिज रहेछ लेडिजवाला हात्ती यत्रो ठुलो छ है मुखमा चाहिँ के रहेछ बोरा रहेछ क्या हो ओ तेरी अब रोखाइहाल्छ क्या हो छाला पनि कति मोटो हो जाउँ अगाडि अब है चाहिँ बोट चलिरहेछ मजाले बस्यो है माथि चढ्ने होला एक्सर्साइज गरिरहेको छु क्या हो कहाँ लिएर जाने होला ए यो चाहिँ भालु रहेछ है खै त काठमाडौँमा बढी पाइने चिज यो नेपाल अधिराज्यभरि पाइन्छ यो कहाँ नेपाल अधिराज्यभरि पाइन्छ हिमाली भेगमा पाइँदैन हिमाली भेगमा मात्रै हो ए हिमाली भेगको अनि
मजाले बसिरहेछ। खुइलिसकेका रहेछन् कि यिनीहरू यो बाहिर निस्किरहेछ है। यिनीहरूको सिजनै के अरे यो मौसमले नै यिनीहरूको मिल्दैन नि त। उता यो पनि लेडिज रहेछ। कस्तो खुट्टा कति मोटो मोटो रहेछ है। यो चाहिँ चितुवा एउटा उतातिर रहेछ खै त जोडी बसालेको छन् नि। ऊ त्यहाँ बसिरहेको रहेछ। जति सकिन्छ जुम गरौँ न यसलाई। यो चाहिँ चरीबाघ भित्र बसिरहेछ। सानो रहेछ चरीबाघ। ओहो दुम्सी। यिनीहरूले त छोड्छन् नि काँडा छर हान्छन्। खै त खतरा हुन्छ नि। ओ यत्रो ठुल्ठुलो रहेछ है। पुरै यिनीहरूले त छोड्छन् यो काँडा पुरै फाल्छन्। मान्छेमै पुरै गन्ध मान्छेमै बित्छ यो दुम्सी। कति धेरै छ। यो फुल्यो भने डल्लो भइहाल्छ। यो डल्लो भइहाल्छ यो फुल्यो भने। यसले त पुरै फाल्छन् कि आफ्नो काँडा। यो चाहिँ बच्चा रहेछ क्या है। मेन माउ त उता भित्र छन्। भित्र कत्रा कत्रा छन्। यतातिर चाहिँ वन बिरालो। आमा यत्रो रहेछ है। के चाहिँ रहेछ। ओहो त्यसले झेउलाइसक्यो दुख्दा कत्रो ठुलो रहेछ। पुरा हिरो बनिरहेछ त हामी। माटो नानी बल पनि अहिले खेल्ने कस्तो हान्छ उसले हान्छ त हाम्रो त्यसो मान्छेको जस्तो हुने नआउँथ्यो यार। त्यस्तै हुँदो रहेछ। यसले यस्तो टेक्स हुन्छ होइन। मिलेर प्लान गरेर लडा भनेर होला नि। माटोले यस्तो हान्छ नि। ए गइहाल्यो एउटा चाहिँ त। यो दुईटा जोडी रहेछ। एक्सर्साइज पनि गर्छन् क्या हो माथि गएर। पुरा फुटबल पनि लिए आइज। यसले यस्तो टेक्निक त यस्तो हुन्छ क्या। एउटा 5 होइन हेर्नु ठ्याक्कै मान्छेको हो क्या। चोर औँला पनि यस्तै हुन्छ। ल हेर्नु ठुलो हो। सब्जीले जाउँ। अस्ट्रिज हेर्दै हेर्नु भएन तपाईँले। अस्ट्रिजै हेर्नु भएन। टाउको सानो शरीर ठुलो।